हेलो, म चाहिँ अब घर गएको है। घर गएको अनि बुवाले चाहिँ अब सामानहरू सारिदिँदै हुन्छ मेरो। अहिले बुवाले टेपहरू टालिदिँदै हुन्छ नाम लेखिदिनु हराउँछ भनेर। बुवा आमाले साह्रै मजाले जो गरिदिनुहुन्छ नि त। अनि यो चाहिँ तिनचुरे मैले खिच्नु खोजेको। तिनचुरे त्यति राम्रो आएन, त्यति राम्रो चाहिँ आएको छैन। र पनि खिचेको रुखले के छेलेको गर्छ। अनि चित्रे आइपुग्यौँ। अनि चित्रेमा पनि मैले भिडियो अलिकति मात्र बनाएको। यो अस्ति त कस्तो राम्रो मौसम खोलेको थियो, अहिले त छैन रहेछ। हिमालहरू देखेको थियो अनि हिलेमा पनि एकछिन टोकेको थियो। अनि मैले एकछिन यो पनि हिलेको भिडियो बनाएको। योपालि त भिडियो बनाउनु अल्छी लाग्यो। अनि मूलघाटको पुलको पनि बनाएँ। यो गाडीमै बसेर बनाएको, त्यति राम्रो चाहिँ आएको छैन। अस्ति चाहिँ गाडीबाट के भन्छ झ्याल खोलेर बनाएको थिएँ, त्यति राम्रो त आउँदैन। र पनि अलिअलि बनाउँछु। अनि अलिअलि बनाएको। अनि त्यतिकैमा धरान आइपुग्यौँ। अनि धरानको बनाएको मैले भिडियो। धरानको घन्टाघर बनाएको मैले। अनि मेरो छोरीले छोरी भन्दै आएको, हेर्नु न उफ लड्दै आयो, अघि हात ठोक्कायो, मम्मी आयो भनेर। ऊ हेर न रुको माइजू भन्दै आउँदैछ फुङमा पनि।